नमस्ते म अनिल मेरो साथमा हुनुहुन्छ आज एनिमेटर सलोमी राई र उहाँको विभिन्न एक्सपिरियन्सहरू जुन यो 3D फिल्ममा उहाँले गर्नुभएको छ त्यो आज हामी तपाईँ सामुन्ने राख्नु गइरहेको छौँ। कस्तो कस्तो किसिमको एनिमेसन फिल्ममा गाह्रो कस्तो कस्तो किसिमको ट्याकलहरू प्रब्लमहरू ट्याकल गर्नुपर्छ त्यो कुराहरू चाहिँ तपाईँहरूको सामुन्ने राख्नु गइरहेको छौँ। आशा छ तपाईँहरूले हेरिदिनुहुन्छ र हामीलाई तपाईहरुको माया पनि दिनुहुन्छ भन्ने हामी विश्वास लिँदछौँ। यो कुराले चाहिँ तपाईहरु अब आउने जेनेरेसनहरुलाई कतिको कुरामा यो 3D फिल्डको कुराहरुमा कतिको हेल्पफुल हुन्छ भनेर हामीले चाहिँ यो प्रोग्राम गर्न लागेका छौँ। यही क्रममा अब हामी हाम्रो आजको गेस्ट सलोमी राईलाई चाहिँ हामी स्वागत गर्दछौँ। नमस्ते। नमस्ते। सन्चै हुनुहुन्छ? सन्चै छु तपाईलाई। अनि तपाई त एनिमेटर हैन? अहिले कुन चाहिँ कम्पनीमा काम गर्दै हुनुहुन्छ? अहिले म पपेटियर लन्चमा गर्दैछु। एज अ एनिमेटरै गर्दै हुनुहुन्छ? 3D क्यारेक्टर एनिमेटर। अनि यो एनिमेसन फिल्ममा चाहिँ कसरी छिर्नु भयो? एनिमेसन फिल्ममा चाहिँ सानैदेखि इन्ट्रेस्ट थियो, त्यसैले नै बुझ्दै गएर अनि भित्तामा पनि कार्टुन सार्टुन देखेर होइन बच्चादेखि कार्टुनहरू धेरै हेरेर बच्चादेखि कार्टुन हेरेर। अनि यस यो फिल्डमा जाँदाखेरि चाहिँ कतिको गाह्रो छ यो फिल्ड? यो फिल्ड गाह्रै छ। गाह्रै छ। कस्तो किसिमको अब ट्रेनिङ लिनुपर्छ कि फिल्ममा छिर्नुको लागि? यो फिल्डमा चाहिँ अब एनिमेटरलाई चाहिँ 3D एनिमेसन कोर्सेसहरू हुन्छ, त्यो अनुसारले सिकेर अनि मात्र एनिमेसन गर्न सकिन्छ। अनि यसमा चाहिँ कस्तो ट्रेनिङ चाहिँ कस्तो टाइपको हुन्छ? तपाईले ट्रेनिङ पनि लिनु भएको छ भन्नुभयो? मैले 1 इयर माकरिसमा ट्रेनिङ लिएको थिएँ एनिमेटरको। अनि त्यो ट्रेनिङमा चाहिँ के सिकाउने रहेछ? ट्रेनिङमा अब 3D मा पनि धेरै डिपार्टमेन्टहरू हुन्छ। 3D मोडलिङ भयो, रिगिङ अनि एनिमेसन अनि लाइटिङहरू भयो हुन्छ हैन। अनि म चाहिँ 3D एनिमेटर हो। अनि त्यसमा चाहिँ अब एनिमेटर 3D एनिमेटरमा चाहिँ के चाहिँ सिकाउँछ रहेछ? 3D एनिमेटरमा चाहिँ फर्स्टमा चाहिँ क्यारेक्टर मुभमेन्ट सिकाउँछ हैन। अब कसरी एउटा क्यारेक्टर मुभ हुन्छ, त्यसपछि चाहिँ एक्टिङ हुन्छ अनि कसरी त्यो एक्टिङ पनि सिकाउँछ? एक्टिङ पनि सिकाउँछ। एक्टिङमा चाहिँ कस्तो हुन्छ नि यसमा? अब हामीले त देखेको रुख चढेको त्यस्तो क्यारेक्टरहरू हुन्छ नि, अनि त्यो के रुख पनि चढ्छ कि? रुख पनि चढ्छन् पनि। अब एक्टिङ भन्नाले त्यो मुभमेन्ट हुँदैन कि इमोसन कसरी निकाल्ने, त्यो क्यारेक्टरले त्यो मोमेन्टमा के फिल गरिरहेछ त्यस्तो टाइपको चाहिँ एनिमेसनमा राख्न सक्यो भने राम्रो हुन्छ। त्यसैले त्यो सिकेको राम्रो। अनि टुलहरु चाहिँ के युज गर्नुहुन्छ तपाईहरुले? टुल्सहरु चाहिँ हामीले चाहिँ माया युज गरिरहेछ अहिलेसम्म चाहिँ। माया युज गर्छ? प्रोडक्ट्स माया। अनि जस्तै तपाईँ एनिमेसन फिल्डमा त छिर्नु भयो हैन? अनि एनिमेसन फिल्डमा छिर्दाखेरि चाहिँ तपाईँले जस्तै तपाईँको आमाबुवाले चाहिँ अब भनौँ न तपाईँ पढाइ गर्दा त छिर्नु भयो नि, अनि म एनिमेसनमा छिर्छु भनेर तपाईँले तपाईँको आमाबुवालाई भन्नुभयो होला सायद हैन? त्यो भन्दाखेरि चाहिँ उहाँको कुनै भनौँ न एक्सपेक्टेसन थियो कि अब मेरो छोरी चाहिँ अब अलिक राम्रै कलेजबाट डक्टर इन्जिनियर पढाउने विचार थियो कि के कस्तो थियो कि अब त एनिमेसन जान्ला भनेर त्यस्तो केही रियाक्सन गर्नुभयो कि? त्यस्तो रियाक्सन त खासै केही गर्नु भएन, किन म बच्चादेखि नै कार्टुन धेरै हेर्ने भएकोले मम्मीहरूलाई त्यस्तो केही नौलो जस्तो लागेन होला सायद हैन। किन म ब्याचलर सेकेन्ड इयर पढ्दै थिएँ, अनि सेकेन्ड इयरमा कस्तो भने मलाई पढाइमा इन्ट्रेस्टै लाग्न छोडिसक्यो। मेरो पढाइ त राम्रै थियो, त्यसैले मम्मी ड्याडीले नि सक्षममा पढोस् नै भन्ने चाहन्थे। तर सेकेन्ड इयरमा के भयो भने म फर्स्ट टाइममा हप्तामा 1 दिन जाने गर्थेँ, पछि त महिनामा 1 दिन महिनामा 1 दिन मात्र कलेज पुग्थेँ। अनि यसरी टाइम वेस्ट गर्नुभन्दा आफूलाई इन्ट्रेस्ट के छ त्यसमा छिर्नु ठिक होला जस्तो लागेर चाहिँ अनि मैले एनिमेसनको रिलेटेड बुझ्न थालेँ। अनि त्यसपछि चाहिँ माकरियस भेटेर अनि त्यहाँ चाहिँ एनिमेसन सिकेको। माकरियस चाहिँ कस्तो खालको के कम्पनी हो कि कस्तो? माकरियस चाहिँ कोरियाले खोलेको कम्पनी रहेछ। अनि त्यहाँ चाहिँ एनिमेसन कोर्सेसहरू पनि गरेर त्यहाँ गर्छ गर्नुभयो। अनि त्यहाँ जस्तै अब
कोरियनहरूसँग काम गर्नु चाहिँ धेरै गाह्रो छ भन्ने भन्छ होइन कोरियन मात्र नभएर अरू नेसनालिटीसँग हामी नेपाली काम गर्नु चाहिँ गाह्रो छ भन्ने भन्छ त्यहाँ चाहिँ कस्तो गाह्रो थियो कि सजिलो थियो कि कस्तो थियो अब कम्पनी नेपालमा खोले पनि त्यहाँको वर्क कल्चर चाहिँ कोरियनै निकाल्न उनीहरूले ट्राई गरिरहेको थियो होइन हामीलाई एज फर्स्टदेखि ट्रेनिङ फेजदेखि नै हामीलाई के भन्थ्यो भने जस्ट हाम्रो ट्रेनिङ 9 to 6 हुन्थ्यो अनि 9 to 6बाट पनि एक्स्ट्रा पनि अब कुनै टास्क दिएको छ भने हामीले त्यो टाइम उनीहरूले भनेको डेडलाइन पुरा गर्नु पर्थ्यो त्यसैले हामीले ट्रेनिङ फेजमा पनि अब 9 to 6 भने पनि हामी बिहानी 6 बजेदेखि कहिलेकाहीँ त 12-1 बजीसम्म पनि बस्नुपर्ने हुन्थ्यो दिउँसोको 12 कि रातिको 12 1 बजीसम्म बस्नु हाम्रो टिचर ननिस्केसम्म हामी निस्कन पाउँदैन थियो अनि टिचर पनि बसे गर्थ्यो अनि हामी पनि कहिले टिचर जान्छ र अनि निस्किएर कुरी बस्नु पर्थ्यो रातिको 12 बजे पछि चाहिँ अनि के तपाईहरु कसरी जानुहुन्थ्यो प्रायः जस्तो स्टुडेन्टहरु सबै त्यहाँ होस्टेलमै बस्थ्यो अनि तर म चाहिँ घरमै जान्थेँ अनि ड्याडले लिन आउनुहुन्थ्यो रातिको 12 बजे टफ रहेछ नि त अनि भनेपछि सुरुको तपाईको सुरुको दिन 3D को फिल्डको सुरुको दिनहरुमा चाहिँ गाह्रै रहेछ भनेपछि अनि अरु कस्तो यो फिल्डमा चाहिँ अब भन्नु न मान्छेहरुले चाहिँ अब नयाँ युथहरुले चाहिँ अब जस्तै 3D गर्यो भने चाहिँ जस पैसा चाहिँ आकाशबाट झर्छ भन्छ कि यो सत्य हो त्यो चाहिँ होइन जस्तो लाग्छ मलाई चाहिँ 3D एज अ काम गर्ने लाइक हुन्छ नि काम गर्ने हुनेसम्म पनि धेरै त्यो ट्रेनिङहरु धेरै नै हुनुपर्छ हैन जस्ट 1-2 महिनामा ट्रेनिङ गर्ने बित्तिकै काम गर्न थाल्छु भनेर सकिँदैन बोलिङहरु चाहिँ अलिक कम्पिटिटिभली अलिक सजिलो अलिक छिटो होला हैन तर एनिमेसनमा चाहिँ अलिक धेरै टाइम नै लाग्छ अलिक समय नै लाग्छ अनि अब त्यो भने जस्तो त्यो चाहिँ हुन्छ जस्तो लागेन मलाई यो फिल्डमा एउटा मान्छेले कुनै मान्छेले म एनिमेसन अथवा 3D फिल्डमा छिरेर चाहिँ पैसा कमाउँछु भनेर सोचेर आयो भने चाहिँ के भन्नुहुन्छ यो फिल्डमा चाहिँ पैसा भर्खरको नयाँले पैसै सोचेर आउँछ भन्ने कुरा चाहिँ त्यो यसमा चाहिँ टिक्न अलिक गाह्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ यो फिल्डमा आउनलाई चाहिँ प्यासन छ भने मात्रै आएको ठिक जस्तो लाग्छ हैन किनकि बिना प्यासन चाहिँ हुनु भएन पैसा पनि छ नि त छ तर त्यो लेभलसम्म पुग्नलाई त्यो जुन स्ट्रगल छ त्यो पार गर्न चाहिँ धेरै समय लाग्छ मलाई पनि म पनि अब हामी दुईजनै लगभग सेम जर्नी सुरु गरेको हुनाले चाहिँ 3D मा चाहिँ अब मान्छेहरूले चाहिँ हो पैसा भनेर नै आउँछन् जो पनि पैसा भनेर आउने हो तर सुरुमा चाहिँ बिग ब्याङ टाइपको पैसा आउँछ भन्ने चाहिँ हुँदैन जहाँ पनि त्यही स्ट्रगल त हुने हैन हामीले पनि सुरुमा अब कतै कममै उ गरेको अब स्टुडियोहरु धेरै ठुलो भए पनि जस पैसा चाहिँ सानै हुन्छ नेपालको कन्टेक्स्टमा अब मैले देखेको पनि त्यही हो अब धेरै स्टुडियोमा मैले पनि काम गरेँ तर पनि अब स्यालेरी बेसमा चाहिँ नेपालको कन्टेक्स्टमा चाहिँ राम्रो पे चाहिँ छैन जस्तो लाग्छ है छैन नै जतिसुकै इन्टरनेसनल स्टुडियो भए पनि त्यो चाहिँ छैन जस्तो लाग्छ मलाई अनि त्यो कुराले गर्दाखेरि पनि कतिपय आर्टिस्टहरु चाहिँ डिमोटिभेट हुने कि है तिमीलाई चाहिँ कस्तो लाग्छ यो हैन जस्तै अब हाम्रै प्रिभियस अफिसको कुराहरु न हैन अब नाम त नलिउँ हैन अब एकदम राम्रो आर्टिस्टहरु आए नि त स्टुडियोमा हैन अनि कस्तो भयो नि अब काम गर्यो एउटा भन्न म्यानेजमेन्ट पनि ठिक थिएन हैन अब आउटपुट के निकाल्न लाग्यो त्यो कन्सेप्ट पनि थिएन हैन अब युट्युबमा पैसा छ भनेर त्यही त गरेको त हैन आर्टिस्ट त एकदम राम्रै आएको हो आफ्नो हातमा कला छ त त्यो कलालाई युटिलाइज गरेन भने त्यतिकै खिएर जान्छ नि त त्यही भएको हो नि त्यही भएको अनि जस्तै अब कुरा त्यही पुरानो अफिसको कुरा आयो त्यति बेला त हाम्रो सिचुएसन एकदम टाइट थियो हैन स्यालेरी पनि टाइममा आउँदैन थियो अब अर्को महिना हामीले लगभग लो स्यालेरी भए पनि त्यो पनि पाउनुको लागि 3 महिनादेखि 6 महिना त लाग्थ्यो त्यति बेला चाहिँ कसरी सर्भाइभ त्यति बेला त्यो समयमा त
भर्खर भएर नयाँ एनिमेटर भएकोले मलाई चाहिँ पैसा आउनु भन्दा पनि सिक्न पाए झन् रमाइलो हुन्थ्यो जस्तो लाग्थ्यो किनकि हाम्रो फर्स्टमा हाम्रो सिनियरहरू एकदमै ट्यालेन्टेड आर्टिस्टहरू हुनुहुन्थ्यो नि त अनि पैसा बरु आओस् नहोस् यो टाइममा चाहिँ मलाई सकेसम्म यो हुन्छ सिनियर दाइहरूसँग चाहिँ राम्रोसँग सिक्न पाए चाहिँ झन् रमाइलो हुन्थ्यो झन् सिक्न पाउँथ्यो त्यो हिसाबले मात्र म त्यो कम्पनीमा बसेको थिएँ अनि पछि सिनियर दाइहरू सबै जान थाले म निस्क्यो जस्ट त्यो कुराले पनि इन्स्पायर गर्यो तिमीलाई बस्नको लागि चाहिँ त्यहाँ अनि त्यसपछि चाहिँ तिम्रो जर्नी चाहिँ अर्को ठाउँमा पुग्यो जहाँसम्म अनि त्यो पछिको दिनहरू चाहिँ कस्तो भयो कस्तो खालको अब भन् न कस्तो खालको प्रोजेक्टहरू गर्यो त्यसपछि चाहिँ म पपुलर लन्च अहिले जुन स्टोरीमा चाहिँ त्यसमा आएको अनि नानी बाबु गर्न थालेपछि चाहिँ झन् मलाई एनिमेसन प्रति हुन्छ नि लगाव हुन थाल्यो किनकि जुन इम्प्याक्ट नानी बाबुले नेपालको बच्चाहरूमा गरेछ होइन अनि त्यो इम्प्याक्टमा मेरो पनि के हात छ भने त्यो फिल हुँदाखेरि चाहिँ झन् रमाइलो खुसी लाग्थ्यो खुसी लाग्छ लागिरहेछ यो एनिमेसन फिल्डमा चाहिँ होइन जस्तै वर्कफ्लोहरू चाहिँ कस्तो हुन्छ जस्तै 3D को वर्कफ्लो भनेको पहिला कन्सेप्ट गरिन्छ होइन अनि त्यसपछि मोडल बनाइन्छ त्यसपछि एनिमेटरले दिन्छ होइन त्यसपछि एनिमेटरले दिन्छ होइन त्यस्तै एनिमेसन पनि त्यस्तो केही छ एनिमेसनमा चाहिँ अब एउटा स्टोरी बनिसकेपछि एउटा स्टोरी बोर्ड हामीलाई दिइन्छ अनि त्यो स्टोरी बोर्ड पछि हाम्रो एज एनिमेटर चाहिँ के गर्नुपर्छ भने त्यो क्यारेक्टरलाई बुझ्नुपर्छ होइन अब ऊ कस्तो खाले क्यारेक्टर हो उसको एज उसको जेन्डर उसको पर्सनालिटी होइन अब उसले कुनै सिचुएसनमा उसले कस्तो रियाक्ट गर्छ जब हामीले त्यो क्यारेक्टरलाई बुझिसकेपछि चाहिँ त्यो स्टोरीमा त्यो स्पेसिफिक सर्टमा उसले हामीले के स्टोरी दिन खोजेको त्यो चाहिँ हामीले बुझेर अनि त्यसको रिफरेन्स खिच्छ होइन अब हामीले त्यो अनुसारले एक्टिङ गर्ने ट्राई गर्छौँ अनि त्यसलाई चाहिँ हामीले अनि क्यारेक्टरमा ल्याउने ट्राई गर्छौँ भनेपछि पहिला स्टोरी बोर्ड हेर्ने अनि त्यसपछि चाहिँ अनि त्यो अनुसारले चाहिँ अगाडि बढ्दै जाने जस्तै अब तिमीले एनिमेसन गर्दाखेरि कुनै पनि नयाँ क्यारेक्टर तिम्रोमा आउँछ भने तिमीले चाहिँ तिम्रो वर्कफ्लो चाहिँ कस्तो हुन्छ तिमीले आफ्नो तरिका चाहिँ भनौँ न पहिला म यो हेर्छु पहिला रिफरेन्स खोज्छु हुन्छ कि अथवा ड्याङडुङ लेआउट गर्छौ कि कस्तो म आफ्नो वर्कफ्लो चाहिँ फर्स्टमा सर्ट हेर्छु होइन अनि त्यसमा अब कुन सर्ट छ त्यसको बारेमा त्यसपछि त्यो क्यारेक्टरले त्यो सर्टमा के गर्न खोजिरहेछ त्यो बुझ्छु अनि रिफरेन्स खिच्छु रिफरेन्स पछि त्यसपछि एनिमेसन गर्न थाल्छु अनि त्यसपछि लिपसिङहरू म लिपसिङहरूको चाहिँ छुट्टै भिडियो खिच्छु किन लिपसिङ अलिकति अलिक नजिकबाट खिच्नुपर्छ लिपसिङहरू अनि त्यो लिपसिङमा इमोसनहरू त्यो त्यसपछि चाहिँ अनि होल बडी एक्सन बडी मुभमेन्ट गरिसकेपछि चाहिँ अनि फेसियलहरू लिपसिङहरू पनि गर्छु भनेपछि अनि जस्तै अब तिम्रो आफ्नो ग्रोथको लागि चाहिँ तिमीले के गर्छौ एनिमेसन गर्दाखेरि भनौँ न कसैबाट कुनै इन्सपायरिङ भिडियो हेर्छौ कि अथवा भनौँ कोही मेन्टर छ कि इन्सपायरिङको लागि चाहिँ म एनिमेटेड मुभीहरू धेरै हेर्छु म सकेसम्म रिलिज भएको सकेसम्म सबै नै हेर्ने ट्राई गर्छु होइन किनकि म यो फिल्ममा आएको नै सकेसम्म मलाई मन अलिक राम्रो हुनेहरू चाहिँ किनकि म यो फिल्ममा आएको कारण नै कार्टुनहरू हेरेर हो होइन अनि त्यो एनिमेसन प्रतिको मेरो त्यो लभ चाहिँ सकेसम्म नडुबोस् नहराओस् भनेर चाहिँ सकेसम्म म एनिमेटेड मुभीहरू धेरै हेर्छु अनि त्यसबाट इन्सपायर भएर झन् बेसी एनिमेसनमा गर्न थाल्छु अनि तिम्रो अलिकति गर्व लाग्ने कुनै प्रोजेक्ट छ भन्नाले अब मलाई चाहिँ मेरो यो काम चाहिँ मलाई अलिकति राम्रो लाग्छ किनभने मैले यसमा अलिक धेरै मेहनत गरेछु भन्ने टाइपको मलाई रिसेन्टली अलिक गर्व लाग्ने चाहिँ त्यही गुलुमुलु छ होइन अहिले मेरो अलिक एनिमेसन पनि प्रिभियसली भन्दा अलिकति इम्प्रुभ भएको जस्तो पनि लाग्छ मलाई चाहिँ त्यो उसमा चाहिँ त्यो अलि रिसै भएको छैन तर त्यसमा गर्व त्यो स्टोरी आई थिङ्क त्यो स्टोरी पनि अलमोस्ट मैले लेखेको हो अलिक कमेडी टाइपको छ अनि त्यसमा चाहिँ मलाई अलिक अनि कस्तो किसिमको क्यारेक्टर चाहिँ जस्तै एनिमेसन गर्न मन लाग्छ जस्तै स्याड टाइपको भाइबको क्यारेक्टर मनपर्छ कि अब अलिकति इनर्जेटिक पुरा कम्फु पाण्डा यता पनि दौडिने उता पनि दौडिने खालको मनपर्छ कि होइन
कस्तो खालको चाहिँ मनपर्छ यस्तो हुन्छ नि चोइस हुन्छ नि अब चोइस त्यो नेचर भनौँ न त्यस्तो स्पेसिफिक यो गर्नु मन लाग्छ भन्ने होइन कि मलाई चाहिँ एज अ होल स्टोरी नै हुन्छ नि एज अ स्टोरी नै त्यो स्टोरीले चाहिँ अडियन्सलाई कस्तो इम्प्याक्ट पार्न सक्छ नि एउटा इम्प्याक्टफुल एनिमेसन चाहिँ गर्न मन लाग्छ अनि अहिले चाहिँ कुनै त्यस्तो ट्रेन्डिङ छ एनिमेसनमा कुनै त्यस्तो ट्रेन्डिङ एनिमेसन एनिमेसन सबै उस्तै हो त्यस्तो ट्रेन्डिङ भन्ने छैन त्यस्तो ट्रेन्डिङ भन्दा नि आजकल स्टाइल अहिले स्टाइल त अब त्यही अहिले एआईकै त्यो ब्रेन रट एन्ड कन्टेन्ट क्रिएटरहरू हुन्छ नि त्यस्तोहरू चाहिँ धेरै छ त्योले त एनिमेसन भन्नु मन लाग्दैन मलाई चाहिँ त्यही नै हो अब एआईको कुरा निकालिहाल्नु भयो तपाईँले होइन अनि एआईले पनि त कति एनिमेसनहरू त गरेको छ नि त अनि यो एआईले चाहिँ यो हाम्रो जस्तै 3D इन्डस्ट्रीमा के इम्प्याक्ट गर्छ कि गर्दैन जस्तो लाग्छ तपाईँलाई एआईले 3D इन्डस्ट्रीमा के इम्प्याक्ट गर्छ जस्तो चाहिँ मलाई लाग्दैन होइन किनकि एनिमेसन भनेको जस्ट एउटा मुभी एउटा मुभमेन्टमा त नभएर कि एउटा स्टोरी हो होइन त्यसले मान्छेलाई कसरी कस्तो फिल गराउँछ होइन अडियन्सले कस्तो फिल गर्छ त्यो हेरेर त्यो हो त्यो जुन चिज चाहिँ एआईले निकाल्न सक्छ जस्तो लाग्दैन जति नै एडभान्स भए पनि किनकि एनिमेसन भनेको एउटा मुभमेन्ट मात्र होइन नि त त्यो भनेको त त्यसले बुझाउन खोजेको त्यसले देखाउन खोजेको के हो त्यसको स्टोरी के हो होइन त्यसले के फिल गराउन खोजेको त्यो हो नि त त्यो चिज चाहिँ एआईले निकाल्न सक्छ जस्तो मलाई लाग्दैन तपाईँले भन्नुहुन्छ चाहिँ एआईले चाहिँ आउटकम गर्न सक्दैन जस्तो लाग्छ हुन पनि हो एआई गर्न त गर्ला नगर्ने भन्न सकिँदैन अब कुनै पनि कुरा जस्तै अब हामीले पहिला अब भनौँ न मोबाइल भर्खर आउँदाखेरि मान्छेले त्यो टच स्क्रिनमा चलाएर त्यस्तो मोबाइल थिएन नि त टिकटिके मोबाइल त थियो नि पहिला अनि त्यसपछि मान्छेको हो स्क्रिनै आउँछ भने पछि आयो नि त ढिलो चाँडो चाहिँ आउला जस्तो लाग्छ है मलाई चाहिँ तर तिमीले भने जस्तै अब एआई भनेको त हामी ह्युमन बिङले बनाएको एज अ रोबोटिक हो होइन अनि त्यो रोबोटिक भए पनि त्यसले राम्रै बनाउला तर त्यो फिलिङ्स चाहिँ तिमी भने जस्तै फिलिङ्स र एक्सप्रेसन त त्यो अझ पनि राम्रोसँग त दिन सके छैन होइन त्यही भन्नु खोजेको त नि त्यो चाहिँ हुनसक्छ भनेपछि एआईले चाहिँ अहिले तत्कालको लागि चाहिँ मार्केट लिन सक्दैन तत्कालको लागि लङ टर्ममा लिन सक्छ जस्तो लाग्दैन मलाई त्यस्तो लाग्छ है अनि नयाँ एनिमेटरहरू आउँदैछ यो फिल्डमा कति मान्छेहरू आउँदैछ नानीहरू भाइहरू अनि उहाँलाई चाहिँ के सजेसन दिनुहुन्छ तपाईँ अब नयाँ एनिमेटरहरूलाई चाहिँ तिमीलाई यो आर्ट फर्ममा इन्ट्रेस्ट छ प्यासन छ भने चाहिँ आऊ होइन तर जस्ट एज ए स्कोप होइन कसैले यो फिल्ममा राम्रो छ यो फिल्मलाई यो मान्छेहरूले राम्रो गरेछ म पनि राम्रो गर्न सक्छु जस्तो फिल हुन्छ भने चाहिँ नआएको राम्रो किनकि एकदम स्ट्रगल धेरै छ त्यसैले एउटा प्यासन लिएर मात्र आऊ भने सजेस्ट गर्छु म चाहिँ जस्ट फिल्ड चाहिँ राम्रै हो फिल्ड चाहिँ राम्रै हो तर सुरुमा चाहिँ अब एकैचोटि पैसा झ्याप्पै आउँछ भनेर चाहिँ नआए पनि हुन्छ किनभने स्ट्रगल चाहिँ धेरै छ बेसिकली ओपनली कुरा गर्नुपर्दाखेरि स्टुडियोले पैसा दिँदैन होइन कि एकदमै भेटरेन आर्टिस्ट हुनु पऱ्यो पैसा दिनुको लागि अब सानोतिनो आर्टिस्ट हो भने त त्यही हो अनि आउनु चाहिँ आउनु तर प्यासन बनाएर चाहिँ आउनु होइन अनि सुरुमै अब पैसै कमाउँछ भनेर आयो भने चाहिँ रिग्रेटै हुन्छ बरु अरू कुनै डिपार्टमेन्ट अथवा अरू कुनै के अरे उसमा फिल्डमा जानु त्यो नै बेटर हुन्छ नि ल अब हामी क्विक फायर राउन्ड गर्नेछौँ त्यसमा चाहिँ तपाईँले सर्ट एन्सर दिनुपर्ने हुन्छ रेडी हुनुहुन्छ ओके तपाईँको फेभरेट एनिमेट मुभी स्पिरिट अवे ओके अनि फेभरेट एनिमेटर मेरो टिचर हर्ष नाम हर्सङ वे ओके अनि 2D कि 3D 3D ओके ड्रिम प्रोजेक्ट आफ्नै प्रोजेक्ट निकाल्नु मन छ ओके अनि वान एनिमेसन टिप एनिमेट इमोसन
तपाईँको कुनै प्लेटफर्म छ भन्नाले अब तपाईँले सुन त लन्च गर्न लाग्नु भएको छ होइन तर अहिले गरिरहेको चाहिँ सुपर नानी बाबु ओके युट्युबमा अब जाँदा जाँदै धन्यवाद आइदिनु भयो हाम्रो यो प्रोग्राममा भन्नु मिल्छ त्यही प्रोग्रामको तपाईँको त्यो आउनुवाला प्रोग्रामको बारेमा के अहिले अहिले डिस्क्लोज गर्नु अहिले केही वर्किङ प्रोसेसमा त भनौँ न ओके सुन उहाँको नयाँ प्रोजेक्ट आउनेवालामा छ त्यो आउने बित्तिकै हामी यसमा यो भिडियोमा लिङ्क पनि राखिदिन्छौँ हेर्नु होला आशा छ तपाईँहरूलाई आजको यो हाम्रो प्रोग्राम राम्रो लाग्यो होला धन्यवाद यति नै होला नमस्ते